Rolling camera action. के भइरहेछ त्यहाँ? हेलो गाइस, वेलकम टु माई न्यू भ्लग हैन। आज चाहिँ हामी कहाँ छौँ भन्दाखेरि हैन, नयाँ भ्लगमा नयाँ ठाउँ तोरीबारी हैन। तोरीबारी सबैले देखि नै हाल्नु। पछाडि यो चाहिँ हाम्रै नेपालको हाम्रै एकदमै राम्रो तोरीबारी भनेर भन्नुहुन्थ्यो, तर होइन है। हामी आज कहाँ गयो दाइ? मिसन पिक यो फ्रीमन्टको हामी चाहिँ आज मिसन पिक भन्ने डाँडामा छौँ होइन। टक्क आज चाहिँ डाँडा चढिदिउँ भनेर, त्यही भएर हजुरलाई पनि सँगै लिएर जानु लाग्यो। सो लेट जस्ट बी विथ मी होइन। तोरीबारी देखाइहालेँ, अझै पनि कुराहरू देखाउँछु, हेर्दै जाउँ के छ र होइन जिन्दगीमा मैले लानु। हिडन भ्याली भने त भ्याली त देख्ने होला नि होइन। हिडन भ्याली जाँदैछु हो। ए आज हामी हिडन भ्याली जाँदैछौँ हुन्छ केटाकेटी हो। हिडन भ्याली कस्तो छ त? जस्ट वाच दैट आउट। सिस्नु पनि रहेछ? ए अँ, हामीसँग सिस्नु पनि छ। सिस्नु देखाइदिनु जनताहरूलाई। सिस्नु पनि रहेछ होइन। अनि यो हातमा त्यो लाम्बाले कपडा लाएर होइन, यो हालेर होइन दौडिनु भयो भने माथि माथि सर्दै जान्छ। ए हजुरको लाम्बा छ नि, गर्नु न। गर्नु त यहाँ बुझ्नु हाल्नु होइन, यसरी हाल्ने हो कि दौडिनु त माथि माथि जान्छ। ए होइन त खुट्टामा हाल्ने, त्यो खुट्टा पो सिधा हुन्छ त, हात त बेन्ड भइहाल्यो नि। दाइलाई जोत्न दौडाएँ मैले। क्यामेरा अन्छ त प्र्याङ्क भयो। त्यस्तो सानोतिनो प्र्याङ्क पनि आइरहन्छ बेला बेलामा। सिस्नु हारियो चाहिँ सिस्नु घारी राम्रो रहेछ। सिस्नु घारीमा फुल हुँदा चाहिँ टिप्न गाह्रो है। ओहो कस्तो राम्रो घाम लागिरहेको रहेछ। गाई पनि रहेछ नि त। ए कन्टेन्टै कन्टेन्ट रहेछ नि त यहाँ त। ए नाइस। केटाकेटी त्यहाँ झर्ना पनि रहेछ है, हेरिदिउँ। सानो कुलो कुवा, नदी नाला, यसरी पेट देखाउनु भन्दा अम्किँदै भन। त्यो भ्लग फेरि त्यहीँ जुम 3 चोटि जुम गर्छु नि म। बाटो राम्रो रहेछ। बाटोमा यसरी सरल हिँड्दै जाँदाखेरि होइन, सो बिस्तारै हिँड्दै जाउँ हामी पनि। ल है त। गाजलु तिम्रा लजालु होइन, तिम्रा भाका टाढिएर नजाऊ तिमी हेर, विश्वास गर तिमीमा एक फेर, सहजै काटौला यो जिन्दगी, जाँदैन तिम्रो माया खेर। अनि what a beautiful view यार हाम्रो बसेको चाहिँ। हेर्नु आउनु कस्तो लाग्यो देखिर। फोटो त त्यहीँ भयो नि त अब। हेर्ने हो एकछिन भ्यू, हेर्ने हो र? हेरिदिउँ नि त। वाउ
सानो सबै देखिरहेको केटाकेटी अब म देखाउँछु अब होइन तपाईँहरूले टर्की कहाँ छ धेरै गफ दियो भनेर सोध्नुहुन्छ भने चाहिँ यहाँनिर छ यही फिजाएर त्यसलाई फकेर पोती फिजाएर भागे हामी त हेरेको यस्तो नि त तर जुन चाहिँलाई पटाउनु खोजेको त्यो होइन त्यसलाई पटाउनु खोजेको त्यो भालले अनि त्यो अर्को पोथीलाई मन पऱ्यो अर्को पोथी चाहिँ पछि लागिराख्यो कि त्यस्तै कि रियल लाइफमा जस्तै कि स्टे विथ मी है गाइज यस्तै राम्रो भ्यू र यस्तै राम्रो कहानीहरू सुन्नलाई दाइको बेलामा पहुँच्ला ल Why are you running? भन्नै बिर्सेछु कहाँ जान्ला भनेर म चाहिँ त्यहाँ टर्की देखियो नि त भर्खरै यसो एकचोटि गएर सुनाइदिउँ भनेर है त एकछिनमा भेटौँ कहाँ भाग्नु रहेछ त्यो ग्याङहरू लहाटिरहेको कि मलाई जाने नि आफू अनि place to hike, guys. Once you watch my video, just make your mind to come over here. Support our own place. Hello guys. आज चाहिँ हामीले यति राम्रो भ्यू हेरिरहेको छौँ होइन Who knows, this view might not gonna be here. So let's just capture the moment, guys. Let's go. Wow. I'm just loving it. साह्रै मन पर्यो दाइ यार यो हजुरलाई कस्तो लाग्यो दाइ हजुरलाई यो भ्यू एकदमै राम्रो छ है सनसेट हुन लाग्छ एकदम You really need to be here to see the sunset. Yep. So हामी दुईटैको कन्टेन्ट सुनिहाल्नुभयो होइन दुईटैको कन्टेन्ट सहित भ्यू पनि एकचोटि हेरिदिनुहोस् होइन यो भिडियोमा भन्दा पनि एक्चुअल रियल लाइफमा चाहिँ अति नै राम्रो देखाएको छ है सरी होइन सरी भन्न चाहन्छु म एकचोटि सरी भन्न मन लाग्दा मलाई किन भन्नु न जुन मैले देखिरहेको छु नि यहाँबाट त्यो मैले देखाउन सकिनँ कि होइन कि त क्यामेराले एक्सप्लेनै गर्न सक्दैन कि हामीले जुन आँखाले देखिरहेको क्या यहाँ जुन यो ग्रिनरी जुन यो सनसेट
हेर्नु न कस्तो रमाइलो प्लेन उडिरहेछ त्यहाँ छैन त सबै वरिपरि मान्छेहरू हिँडिरहेछन् कस्तो रमाइलो ओहो अझै माथि जाउँ नि त के छ र माथि जाउँ घुमाउँ बसौँ होइन फेरि भेट्दै गरौँ चिर पारा बसेको टाइमिङै याद गरेँ मैले त्यो याद गरिरहेको थिएँ म त्यहाँ जान्छु त्यहाँ छैन हजुरहरूलाई बेस्ट भ्यू देखाउनलाई म चाहिँ मिलाएर यहाँबाट यसरी गएर भिडियो कसरी इन गर्ने भनेर सिकाउँछु आज है त we're gonna show you how you're gonna in the video so let's just start it हजुर ए हो के आउनु थाल्यो अब त्यस्तै भएर चाहिँ होइन लेट्स जस्ट इन आवर टुरिस्ट भिडियो हामी चाहिँ एकछिन तल त्यहाँ अघि त्यहाँ के मार्न भन्न आएर समाउन जाने भनेर टर्की समाउन जाने क्रममा होइन मिठो सनसेट छुटेछ होइन त्यो सनसेट छुटिसकेपछि चाहिँ अब के बाँकी रह्यो त हजुरहरूलाई देखाउन भने केही पनि छैन केही छ त केही पनि छैन बाँकी भएको भने आधा अधुरो सनसेट हो होइन त्यही आधा अधुरो सनसेट सहित हाम्रो आजको दिनको यो मेमोरी क्याप्चर भ्लगमा चाहिँ होइन आजको दिन समाप्त गर्दै अब अर्को ब्लगमा भेटौँला ए ल आजको दिन समाप्त गर्दै दाइले भने जस्तै अर्को भ्लगमा भेटौँला ल है त गाइज